सुशीला कार्की राजीनामा दे, सुशीला कार्की राजीनामा दे। नालायक सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद। हत्यारालाई कारबाही गर, हत्यारालाई कारबाही गर, हत्यारालाई कारबाही गर, भ्रष्टहरूलाई कारबाही गर, भ्रष्टहरूलाई कारबाही गर। हामी यहाँ यतिकै आएको होइन, यो आन्दोलन चाहिँ बेरोजगार भएर चाहिँ गर्न खोजेको है। यो आन्दोलनले चाहिँ अब एकदम अग्रेसिभ फर्म लिन्छ। हामीले देशव्यापी रूपमा चाहिँ यो आन्दोलन चर्काउनेवाला छौँ। किन चर्काउनेवाला छौँ भन्दाखेरि हामीसँग धोका भयो, धोका भयो प्रधानमन्त्री ज्यूबाट। तर कुरो यहीँ सकेका छैन। फेरि यो जब अन्तरिम सरकार, यो जब अन्तरिम सरकारले देशलाई निकास दिन सक्दैन भने यसलाई अपदस्थ गर्न पनि धेरै सजिलो छ। जब अन्तरिम सरकार सुशीला कार्कीज्यू तपाईँले हाम्रो माथिमा गर्नु हुँदैन भने तपाईँ छोडिदिनुहोस् अथवा हामी छोड्न लगाउँछौँ। तर देशलाई निकास चाहिँ हामी दिन्छौँ। अब हामी के 10 सिट ल्याएर अनि सदनमा गएर अनि ताली फिर्दै 20 वर्षपछि भदौ 23-24 गतेको आन्दोलनको मर्म हामी 20 वर्षपछि चाहिँ सदनमा गएर जितेर अनि त्यसपछि आफ्नो कुरा राखेर लिएर आउने, त्यतिखेर बहुमत प्राप्त गरेर लिएर आउने हुँदैन, हुँदैन। त्यत्रो आन्दोलन भएको छ, त्यत्रो जनधनको क्षति भएको छ, त्यत्रो घाइते हुनु भएको छ। देशले निकास अब तुरुन्तै पाउनु पर्छ। त्यसको लागि एउटा उपाय भनेको गोलमेज सम्मेलन गरेर सर्वसहमतिको सरकार, सब दुःख पाएको वर्गहरू, सब देशको अवस्थाबाट चाहिँ अलिक थकिँदै भएको मान्छे सबैजना मिलेर सर्वपक्षीय हामी सरकार बनाउँछौँ, सर्वसहमतिमा बनाउँछौँ र देशबाट संविधान संशोधन गरेर चाहिँ हामी देशलाई निकास दिन्छौँ, राजनीतिक निकास दिन्छौँ। अब एउटा कुरा के छ भन्दाखेरि संसद बिउतिने कुरा छ। संसद बिउतिने कुरा यथास्थितिमा जे संसद थियो त्यो बिउतिने कुरा गर्नेहरूलाई हेक्का होस् फेरि आगो बल्छ है। त्यो दुष्प्रयास नगर्नु चाहिँ संसद बिउताउँछ।